शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। श्रीकृष्णाय वयं नमः। अखण्ड ब्रह्माण्ड नायक भगवान श्रीकृष्णचन्द्रको चरणारविन्दमा दण्डवत प्रणाम गर्दै आउनुहोस्। आजको यो एकादशी पौष महिनाको शुक्ल पक्षको एकादशी भगवान कृष्ण र युधिष्ठिर पञ्चपाण्डवहरू सहित भएको यो वार्तालापको प्रसङ्ग आज हामी श्रवण गर्नेछौँ। प्रश्न गर्नुहुन्छ युधिष्ठिरले भगवानसँग, हे भगवान, आजको यो प्रसङ्ग, यो चर्चा पनि हामीलाई तपाईँले श्रवण गराइदिनुहोस् भनेर प्रश्न गर्नुहुन्छ। किं नाम को विधिस्तस्याः को देवस्तत्र पूज्यते कस्मै तुष्टो ऋषिकेशस् त्वमेव पुरुषोत्तमः। हे कृष्ण, हे भगवान, हे नारायण, पौष कृष्ण पक्षमा पर्ने कल्याणकारी एकादशीको विषयमा हामीलाई श्रवण गराइसक्नु भएको छ। त्यो एकादशीको विषयमा हामीले श्रवण गऱ्यौँ, हामी धन्य धन्य भयौँ। अब कृपा गरेर पौष महिनाको शुक्ल पक्षमा जो एकादशी पर्दछ त्यसको विषयमा हामीलाई श्रवण गराइदिनुहोस्। त्यो के नामको एकादशी हो, किम नाम, र त्यसको विधि कुन हो, को विधि तस्याः, त्यसको विधि के हो, को देवस्तत्र पूज्यते, त्यो एकादशीमा कुन देवतालाई विशेषतः पूजा गर्ने गरिन्छ, अथवा त्यो एकादशीको देवता को हुनुहुन्छ। तपाईँ ऋषिकेश हुनुहुन्छ, तपाईँ नै पुरुषोत्तम हुनुहुन्छ। हे भगवान, तपाईँले हामीलाई यो सबै चर्चा श्रवण गराइदिनुहोस् भनेर भगवानसँग युधिष्ठिर लगायत पञ्चपाण्डवहरू बिन्ती गर्नुहुन्छ। तब भगवान कृष्ण अति प्रसन्न भएर भन्नुहुन्छ, श्रेणो राजन् प्रवक्ष्यामि शुक्ला पौषस्य या भवेद् तस्या विधिं महाराज लोकानां च हिताय वै। हे महाराज, पौष शुक्लमा जो एकादशी हुन्छ लोकको जनताको कल्याणकारी हुन्छ, त्यसको विधि म भन्दछु, ध्यानपूर्वक सुन। र एकादशी सबै एकादशी बराबर हुन्, त्यस्तै गरी यो एकादशी पनि पूर्वेण विधिना राजन् कर्तव्यै स्वाप्रयत्नतः, पहिले बताइएका विधिले नै यस एकादशीलाई पनि परिश्रमपूर्वक सेवा पूजा गर्नु पर्दछ। यो एकादशी सबै पाप प्रकारको पाप हरण गर्नेमा अति उत्तम यो एकादशीको नाम पुत्रदानामले पुकारिन्छ। पुत्र देति च नाम्नासौ सर्व पापहरा पराः। यस एकादशीका अधिदेव अर्थात् यसमा पूजा गरिने भगवान श्री नारायण नै हुनुहुन्छ। उनी सकल सिद्धिदायक चाहेको पुर्याउनेवाला हुनुहुन्छ। जो जन पुत्रदा एकादशीको कल्याणकारी व्रत गर्दछन् अथवा व्रत बस्दछन् त्यो मान्छेलाई विद्वान र कीर्तिमान बनाइदिनुहुन्छ।
पुत्रदा एकादशीको विषयमा अब म तिमीलाई कथा श्रवण गराउँदछु, ध्यान दिएर श्रवण गर। उहिले भारतवर्षमा भद्रावती नामको नगरी थियो। त्यस नगरीमा सुकेतुमा नाम गरेका राजा बस्नुहुन्थ्यो। अनि ती राजाकी पत्नी धर्मपत्नी शैव्या नामले प्रख्यात थिइन्। पुत्र नभएका कारणले गर्दा सबै चिजहरू परिपूर्ण भए पनि धेरै समयसम्म पुत्र नभएका कारणले अत्यन्तै चिन्तित थिए। पुत्र प्राप्त होला, सन्तान प्राप्त होला भन्ने मनोरथले धेरै काल बिताए। तैपनि ती राजाले अगाडि वंश चलाउनेवाला सन्तान प्राप्त गर्न सकेनन्। त्यसकारण ती अत्यन्तै धर्मात्मा राजा चिन्ताले व्यतीत भएका थिए, चिन्ताले समय बिताइरहेका थिए। एक दिन अत्यन्तै मनमा चिन्ता गर्दै किम करोमि क गच्छामि सुतप्राप्तिः कथं भवेद् न राष्ट्रे न पुरे सौख्यं लेभे राजा सुकेतुमान्। हे भगवान, म के गरौँ, म कहाँ जाउँ, कसले मलाई सन्तान प्राप्त गर्ने उपाय बताइदेला भन्ने चिन्ताले न राज्यमा न नगरीमा कतै सुख प्राप्त गर्न सकेनन्, मनमा पनि शान्त प्राप्त गर्न सकेनन्। यस लोक परलोकमा यदि कसैका सन्तान छैनन् भने त्यो त कस्तो हुन्छ भने अपुत्रस्य हितं नास्ति इहलोके परत्र च। अपुत्र सन्तान भएनन् भने यहलोक र परलोकमा हित हुँदैन भन्ने कुरा मनमा चिन्ता लिइरहेका थिए। पत्नी शैव्यका साथसाथै अत्यन्तै वार्तालाप गर्दथे, चिन्तित भएर रहन लागे। यस्ता प्रकारले ती दुवै पति पत्नी हमेसै चिन्तामा डुबिरहन्छे। पितृहरूले पनि मैले दिएको पिण्ड पानी पनि खाएर अत्यन्तै खिन्न भएका होलान्, अथवा उसले स्वीकार गरेकै छैनन् होला भन्ने मनमा भान हुन्थ्यो। र राजाले सोच्दथे यो राजापछि हामीलाई पिण्ड पानी तर्पण दिने त्यस्तो कोही पनि छैनन् भनेर पितृहरूले सोचेका होलान् भनेर राजाले मनमा चिन्ता गर्दथे। हाम्रो यो राजा सकिएपछि श्राद्धादि पितृकार्य कसले गर्ला भनेर पितृहरूले सोचिरहेका होलान् भनेर मनमा सोची विचार गर्दथे र चिन्ता लिएर खिन्न मन बनाइरहन्थे। यस्ता प्रकारका कुरा सम्झी सम्झी ती राजा अत्यन्तै चिन्तित भइरहन्थे र त्यसै गरी पितृहरू पनि दुखित रहन्थे। ती पितृहरूको दुःखको मूल कारण जानेर राजा अत्यन्तै तडपिरहन्थे। त्यस कारणले गर्दा न बान्धवा न मित्राणि न सैव सुहृदस्तथा रोचन्ते तस्य भूपस्य न गजा स्वपदातयः। राजालाई न त दाजुभाइ न त बन्धुवर्ग न मित्रहरू न घोडा धन सम्पत्ति कोही पनि राम्रो लाग्दैनथे, सबै निराशा लाग्दथ्यो। जसको घरमा सन्तान छैनन् भनेको पुत्र पुत्री छैनन्, ती सधैँ दिल दुखी रहन्छन्। सन्तान नभइकन घरमा सुख प्राप्त हुँदैन। पितृदेवको पितृ मनुष्यहरूको अऋणी नै ऊ ऋणबाट तर्न सकिँदैन, सधैँ ऋण भइरहन्छ। त्यसकारण मनुष्यहरूले यस धराधाममा आएका गृहस्थी मनुष्यहरूले जसरी पनि घरमा सन्तान प्राप्त गराउनु पर्दछ, छोरो उत्पन्न गराउनु पर्दछ। जसको घरमा छोरा छन्, सन्तान छन्, त्यसको कृति हुन्छ, परलोकमा अति कल्याणकारी अवस्था प्राप्त हुन्छ। जुन शुभ कर्म गर्ने मनुष्यहरूको 100 करोड जन्मको पुण्य उदय हुन्छ, तिनीहरूकै घरमा आयु आरोग्य सम्पत्ति पुत्र सदैव प्राप्त हुन्छन्। पुत्र पौत्राश्च लोकाश्च भवेयु पुण्यकर्मणां पुण्यं विना च न प्राप्तिर् विष्णु भक्तिं विना तथा।
पुण्य कर्म गर्नेहरूको नै लोकमा छोरा नाति पनाति खनाति इष्टमित्रीहरू हुन्छन्। ती सब बिना पुण्यले तथा विष्णु भगवानको कृपाद्वारा प्राप्त गर्न सकिँदैन, पाइँदैन। पुत्रहरू सम्पत्तिहरू त्यस्तै विद्याको प्राप्ति पनि पुण्य बिना पाइन्न भन्ने निश्चय नै छ। ती सबै कुरा सोच्दै राजा अत्यन्तै दुखित रहन थाले। राजा अत्यन्तै चिन्तित रहन थाले। उनले शान्ति पाएनन्। त्यसपछि ती सुकेतुमान राजाले अब मनमा चिन्ता गर्दा गर्दै यो देह नै पो त्यागौँ कि भनी आत्महत्या गर्ने निश्चय गरे। अनि फेरि मनमा सोच्न थाले, आत्महत्या गर्दा पनि दुर्गति नै हुन्छ, उत्तम गति प्राप्त गर्न सकिँदैनन्। त्यसै त मेरा सन्तान छैनन्, अनि मैले आत्महत्या गरेँ भने मेरो कर्म पनि कसले गरिदिएला। यसै त जसले यो शरीरलाई आत्महत्या गरेर त्याग गर्दछ त्यसको मुक्ति कदापि हुँदैन भन्ने कुरा मैले सोचिरहेको छु, जानिरहेको छु। आत्महत्या गर्नु हुँदैन भन्ने फेरि मनमा सोच्न लागे। अनि चिन्ताले गर्दा शरीर दिनदिनै सुकाउँदै गए। अब मनमा खिन्नता जागेर कसैलाई पनि थाहा नदिकन राजा सुटुक्क दरबारबाट निक्लिएर जङ्गलतिर लागे। जङ्गलतिर गएको कसैले पनि पत्तो पाएनन्। अनि घनघोर जङ्गलमा पसे। जङ्गलमा त्यहाँ जान्छन् बर पिपलका वृक्षहरू हेरेर टहल्न थाले, दिन बिताउन थाले। त्यस्तै कुसुम कुम्बी लप्सी अत्यन्तै बट वृक्षहरू हेरेर त्यही जङ्गलमा आफ्नो मनलाई भुलाउन थाले। दिन यसरी बिताउँदै जङ्गलमा बिताउँदै थिए। सन्ध्याको समय आयो। सन्ध्याको समय आएपछि भोक लाग्न थाल्यो अनि प्यास लाग्न थाल्यो। भोक प्यासले गर्दा चिन्ता झनै पर्न थाल्यो। मैले के कर्म, कस्तो कर्म गरेको थिएँ र आज मलाई यस्तो दुःख प्राप्त भयो। मैले यो दुःख प्राप्त गरेँ। मैले भगवानको सेवा पनि गरेकै थिएँ, ब्राह्मणहरूलाई दान पनि दिएकै थिएँ, प्रजाहरूको सेवा पनि अत्यन्तै राम्रोसँग गरेकै थिएँ। कुन जन्मको कारणले गर्दा आज मैले यो दुःख प्राप्त गरेँ भनेर अत्यन्तै चिन्तामा मनलाई डुबाइरहेका थिए। हिँड्दा हिँड्दा अगाडि बढ्दै थिए। राजाले एउटा नजिकै तलाउ देखे अनि तलाउका नजिकै गएर हेर्न थालेका कमलका फुलहरूले शोभिएको राजहंसहरूको चिरबिर गरिरहेका राजहंसहरूले शोभिएको तलाउ नजिकै त्यहाँ गएर हेरेका त पारिपट्टि मुनिहरूको आश्रम देखे। मुनिहरूको आश्रम देखेपछि अनि उनलाई मनमा कता कता प्रसन्नता र पृथक खालको आवाज हुन थाल्यो। अनि सँगसँगै उसका दायाँ आँखा र दायाँ पाखुराहरू फरफराउन थाले। ती राजाले फरफराएको आँखो र पाखुराले शुभ लक्षणको सङ्केत हो भनेर मनमा प्रसन्नता जाग्न थाल्यो। अत्यन्तै थोरै प्रसन्नता हुन थाले। अनि तलाउका तिर नजिकै गए जहाँ ऋषिहरूको आश्रम थियो, ऋषिहरू बस्नुभएको थियो, त्यहाँ गए। त्यहाँ मुनिहरू अत्यन्तै राम्रोसँग वेदका मन्त्रहरू उच्चारण गर्नुभएको थियो, जप गरेर बस्नुभएको थियो, भगवानको उपासनाहरू गर्नुभएको थियो। त्यहाँ गएर जब ती राजा त्यहाँ पुग्नुभयो, राजा पुगिसकेपछि मुनिहरूलाई देखेर राजाले एक एक गरी प्रणाम गर्न थाल्नुभयो, ढोक गर्न थाल्नुभयो। त्यो देखेर राजा पनि प्रसन्न हुनुभयो भने राजाको त्यो सेवा सत्कार देखेर ऋषिहरू पनि अत्यन्तै प्रसन्न हुनुभयो। मुनिहरूले भन्नुभयो ती राजालाई, तपाईँ को हुनुहुन्छ, कहाँबाट यहाँ आउनुभयो भनेर राजालाई प्रश्न गर्नुभयो। राजाले सबै आफ्नो चिन्ताको कारण बताउनुभयो र मुनिहरूसँग राजाले प्रश्न गर्नुभयो, हेर मुनिहरू, तपाईँहरू को हुनुहुन्छ, कहाँबाट आउनुभएको? मुनिहरूले भन्नुभयो, विश्वदेवा वयं राजन् स्नानार्थ मिह चागता माघो निकट माया त
यतस्मात् पञ्चमे हनि। आजको 5औं दिनमा अब माघ महिनाको उत्तरायणको प्रारम्भ हुँदैछ। हामी माघ महिनाको स्नान गर्नका लागि आएका हौँ र आज नै किन आयो त भन्दा आज शुभ पुण्य दिन हो। हामी विश्वदेव नाम गरेका मुनिहरू हौँ, हामी विश्वदेवहरू हौँ। अब आजको 5 दिनपछि आउने माघ स्नान सँगसँगै आज पुत्रदा नामले पुकारिने एकादशी हो। त्यही एकादशीको फल प्राप्त होस् र एकादशीको उपासनाको लागि हामी गङ्गा स्नान गर्न आएका हौँ। यो पौष शुक्लको पुत्रदा नामको एकादशी पुत्र चाहनेहरूलाई पुत्र दिने एकादशी हो भनेर भन्न थाल्नुभयो मुनिहरूले। तब मुनिहरू भन्नुहुन्छ, अस्मिन्नेव दिने राजन् पुत्रदा नाम वर्तते एकादशी इति विख्याता क्रियतम व्रतमुत्तमम्। राजाले भन्नुभएको थियो, मेरो घरमा सन्तान नभएका कारणले गर्दा म दरबार छोडेर यस जङ्गलमा आएको थिएँ। मलाई सन्तान दिनुहोस्, तपाईँहरूले आशीर्वाद प्रदान गर्नुहोस् भनेर मुनिहरूसँग बिन्ती गर्न थाले। तब भन्नुहुन्छ, अस्मिन् दिने आजको दिन पुत्रदा नाम वर्तते, पुत्रदा नाम गरेको एकादशी हो। एकादशीको व्रत बस्यो भने तिमीलाई सन्तान पनि प्राप्त हुन्छ र हाम्रो आशीर्वाद पनि तिमीलाई प्राप्त हुनेछ भनेर मुनिहरूले राजालाई एकादशीको व्रतको विषयमा दिव्य विधि र उपासनाको व्रत तरिका बताइदिनुभयो। बताइदिइसकेपछि राजा अत्यन्तै प्रसन्न हुनुभयो। एकादशीको दिन उपासना गर्नुभयो। उपासना गरिसकेपछि मुनिहरू सँगसँगै बसेर स्नान आदि कर्म गर्नुभयो। फर्केर दरबार जानुभयो। दरबारमा गएपछि गर्भिणी बनिन् रानी र सन्तान प्राप्त भयो। सन्तान प्राप्त भएपछि अत्यन्तै राम्रो शुक्ल पूर्णिमाको जस्तो सन्तान जन्मिएर सन्तानलाई राम्रोसँग लालन पालन पोषण र संस्कार आदि दिएर राजा धन्य धन्य भएर आफ्नो इह लीला समाप्त गर्नुभयो भन्ने सम्मको कथा भगवान् श्रीकृष्णले पञ्चपाण्डव सहित युधिष्ठिरलाई बताउनुभयो। श्रीमन्नारायण कृष्णाय वासुदेवाय देवकी नन्दनाय च नन्दगोपकुमाराय गोविन्दाय नमो नमः। हरे नमः।